कोही छैन, सन्जु पनि छैन, लखन होइन उयो त्यहाँ राखिदिइसक्यौँ हामीहरू परे त्यही त्यो दोकानमा केही हुन्न ठिकै छ ठिकै छ भैँसीका बल हो ल ल आउनु आउनु मम्मी आउनु आउनु ल मितामा चाहिँ गाह्रो हुने भयो मितामाले त सक्नुहुन्न हौ ल ल आउनु 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 मम्मी मितामाले त गाह्रो हुन्छ जस्तो लाग्यो सक्नुहुन्न एकजना हातसम्म मात्रै हिँड्नुपर्छ मितामालाई हजुर के छ उयो अब होला नि अब घुमे घुमे अरे भएर बिचमा अब खन्याम त्यो चाहिँ फ्यामिली फोटो खिच्नु होला है राम्रो मायाले रुमाल भित्यो रुनलाई हो पिरोउनु जानु उता हेर न ल बाबालाई हेर हामी केमा चढिरहेको छौँ घोडामा यस हाम्रो हर्स यहाँ छ होइन अनि हामीलाई हर्समा चढाउने दाइ यहाँ हुनुहुन्छ हो केही न लै आज बाबा छोरी हर्समा चढेर हामीहरू हाफ एन आवर भयो है अर्को घोडा नि आउँदैछ है ल है चिकडिक 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 गर्दै ल है आयो है आयो है रेकर्डिङ भइरहन्छ अनि फेरि छोडेपछि अलिक स्लो हिँड्नु भाइ slowly, left. So that it's TikTok now, I mean, हुन्छ ल अब आइपुग्नु लाग्यो हामीहरू ब्याक टु लोकेसन ल हेर जाने यहाँ हेर 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 हेर
हामी कति टाइम भयो? हाफ एन आवर हुनु लाग्यो घोडा चढेको त हेर जहिले पुग्दाहरूको हाफ एन आवर हुने रहेछ। दामी भ्यू आउँदो रहेछ। जाडो त भएको छैन नि। यहाँ डोरीमा समातेर घोडाको डोरीमा बिस्तारै तान्नु चाहिँ हुँदैन, होल्ड मात्रै गर्नु। ल यतिकै आज त मैले फोटो खिचेको छ यहाँ पानामा खिच्नु पानामा किन हजुर अभी डर पो लाग्यो मलाई। सुपरम्यान फोटो खिच्नु नि तलबाट जानु न यहाँ खिच्नु हुन्छ होला नजिकका भिड के यतैबाट जाने हो। अघि भर्खर यहाँबाट जानु त मोटरसाइकलमा लिएर आउनु परेन। भेडेटाहरूको चाहिँ अलिक लामो छ है योभन्दा भेडेटाहरूको भान्जी अब नाम्ने बेला भइसक्यो। तपाईँ र मबाट सँगै गर्नु के यस्तै गर्नु मन लागेको छ तपाईँलाई? 80 केजीदेखि माथि हुँदैन कि के भन्ने हुन्छ त त्यही भएर त अघि भनिदिनु मान डर लागिसक्यो कि हजुर के भन्नु चाहिँ अब त रोक्दा हुन्छ होला नि त। छोडिदियो भने लट्ठी छोडिदियो भने चाहिँ होइन स्टिक छोडिदिइराख्नु भयो क्या आफ्नो डरले मार्थ्यो होला। म त स्टिक त छोडिदिन्छु होला फ्याँक्दिनु क्या पर पुग्ने अगाडि। ओइ भान्जो म त नजानु पर्ला क्यान्सल गर्नु पर्यो। म त अब रोक्ने एकछिन धेरै टाढामा भएको नि